सो वेलकम टु माई न्यू ब्लग। फेरि आज चाहिँ ब्लगको सेकेन्ड दिन हो। आज चाहिँ हामी श्रीअन्तुको डाँडामा जाँदैछौँ होइन साथी? यस्तो उकालो कति हिँड्नुपर्छ साथी? अझै हिँड्नुपर्छ आधी घन्टा, 45 घन्टे भनौँ न, 45 मिनट जतिको उकालो हिँडेर बल्ल डाँडा पुगिन्छ। हामी लगायत हाम्रा साथीहरू हिँडिरहेका छन्। ब्लग सिधै हो कि उकालै उकालो? उकालै छ साथी, उकालो मात्र होइन, उकालो अलिअलि। उसले एकचोटि घुम्न आएको थियो, उसलाई चाहिँ त्यही भएर थाहा छ। त्यही भएर उसलाई सोधपुछ गरिदिएको मैले। अब मेरो चाहिँ फर्स्ट टाइम हो। यो लाइट के अरे मतलब घाम लागेको भए चाहिँ यो ड्याम देखिन्थ्यो होला है। यो अहिले हेर न साथी, उत्रिने बेला ल हामी चाहिँ यहाँ माथि डाँडामा आइसकेको छौँ। लगभग अब के ढाट्नु 45 मिनट जति हिँडेर आइपुग्यौँ। यहाँ चाहिँ टिकट काट्नु पर्दो रहेछ। त्यही भएर हामी यहाँ हाम्रो सर पर्खेर बसेको के हो यहाँ। हामी यतिजना चाहिँ आएर बसेको छौँ। यता एउटा केटीहरू टिकट लाग्दो रहेछ, त्यही भएर हामी बसिरहेको यहाँ खाउँ न। अहिले यहाँ यत्रो ठुलो टावर रहेछ, यहाँबाट चाहिँ दामी घाम देखिन्छ रहेछ। गाजल चाहिँ यहाँनिर ग्लास रहेछ। के दो देखिन्छ र अहिले? गाइज हामीले चाहिँ एउटा चस्मा भेटिसकेको छौँ। हेर्न सक्नुहुन्छ कसको चस्मा हो। यहाँ यसो कमेन्ट गरिदिनु होला। हामी चाहिँ अब चढ्दैछौँ सिडी टक्कसँगले। कालो छ ओइ ल कहाँ हो? बसौँ न। सो हामीले चाहिँ यहाँ चस्मा भेटिसकेको छौँ है। यो कसको प्याक छ अरे गुरुवा? लो हामी चाहिँ सेकेन्ड फ्लोरमै बस्ने भयौँ। घाम चाहिँ आइपुग्न आँटेको छ टक्कसँगले। वाउ पाराले आमा आँखै दुख्छ हेर। She moves like a map with no borders, a whisper caught in the wind. I see her boots at the corner cafe with a notebook and a grin. She's chasing skies I've never named while I stay in my lane. But something in the way she moves keeps pulling at my chain. Oh, traveler, you carry the sun. घाम चाहिँ यहाँ आइसकेको छ, हेर्न सक्नुहुन्छ। घाम हेर्नु चाहिँ यस्तो भिड छ, आमामा यस्तो भिड छ। यहाँनिर हेर्नु सक्नुहुन्छ माथि
अनि यति मान्छे चाहिँ अहिले सब चलो भइसकेको छ हेर्न सक्नुहुन्छ पर भिड यार कडा हो है यहाँ आइसक्यो घाम चाहिँ हेर्न सक्नुहुन्छ हाम्रो हामी त अब ब्याडीहरू यति कुरिम मेरो हात हेर्न सक्नुहुन्छ अहिले आगोमा लायो भने पनि एकछिन त केही पनि हुँदैन आसान काम एब्सोल्युटली राइट यस यति मेहनत गरेर त्यो बनाएको र पनि राम्रै भएन टिकेबाट ल्याएन टिकेबाट बिहानको 1.5 घण्टादेखि मेहनत के भयो भने आउँछ जस्तो भयो रातो भयो ठिक छ आउँछ होला भने बनाएँ होइन अनि टक्कसँग बनाएँ लास्टमा त आउँदैन भन्न थाल्यो अनि मान्छेहरूले अनि त्यस पछाडि मैले भिडियो बन्द गरेर टक्कसँगले राख्न आँटेको थिएँ त्यही बेला ठ्याक्क आयो मजाले भिडियो पनि बोल्नु फोटो मलाई साँच्चै गरेको भनौँ न मलाई भन्ने भयो भनिहाल्नु नि यहाँ पुरै खलास आम्मा हाम्रो चाहिँ यहाँ यस्तो घाम फोटोसुट भएर हामी केटाहरू सब निस्किसकेको छौँ अब बब्बाल भ्यू छ रुख हेर्नु सक्नुहुन्छ सल्लाह के भन्छ यसलाई धुपी के हो उपर बब्बाल हाम्रो चाहिँ साथीलाई सपोर्ट माया गरिदिनु पर्यो होइन यता चाहिँ यस्तो यस्तो फुडहरू पाउँछ सो धन्यवाद भिजिट गर्नुभएको भए भन्दै हाम्रो कहाँ इन्डिङ हुँदैन नि अहिले एकछिनमा इन्डिङ भन्दा नि मैले मिस्टेक इन्डिङ भन्छु फ्रेन्ड्स यार राति कस्तो देखेको तपाईँहरूले हेर्न सक्नुहुन्छ धेरै घोडाहरू पनि राम्रो राम्रो घोडाहरू छन् साथीहरू पनि हेर्न सक्नुहुन्छ घोडाहरू धेरै राम्रो राम्रो घोडाहरू छन् म चाहिँ घोडा देखाएको है साथीहरू घोडा फेरि तपाईँलाई चाहिँ घोडा बुझ्नु होला फेरि अब त नबुझ्नु त तपाईँको कुरा हो अभियसली कुरा त घोडा नेगेटिभ भएर बुझ्नु तपाईँको कुरा हो गाइस यहाँ चाहिँ घनोर जङ्गल एमाजोन जस्तै रुखहरू हेर्न सक्नुहुन्छ अब्बर बबाल सो गाइज मैले चाहिँ यसो झर्दै थिएँ होइन यो डाँडा कटेर माथिबाट यसरी यता यो रोटी यस्तो घुम्दै कताबाट यहाँ आयौँ होइन मैले चाहिँ एउटा कुरा नोटिसै गरेको थिएन यहाँ आएर केटाहरू हामी सबजना हिँड्दै थियौँ होइन टक्क हेर्नु न यहाँ के हो यो कुन हिमाल अरे हो थाहा चाहिँ भएन होइन बब्बाल देखेको छ क्या हेर्न सक्नुहुन्छ आम्मामा यस्तो अगाडि हिँड्दै थिएँ होइन यसरी अगाडि हिँड्दै थिएँ मेरो आँखा चाहिँ स्वाट यस्तो आम्मा हेर्नुहोस् त ओभर बबाल ठाउँ त्यो के भन्छ पशुपतिनाथ जाने बाटोको होला होइन देखिने त्यहाँबाट पनि देखिने यो होला चार्ज थिएन होइन मेरो मोबाइलमा चार्ज छैन जम्मा 7% थियो अघि अहिले अब यो अब त्यही पनि बनाइदिएको क्या अब स्विच अफै होस् बरु आम्मा यस्तो त मिस हुनु भएन नि त हेर्न सक्नु यार अरूले हेर्छ कि हेर्दैन होला है झन्डै हाम्रो त मिस भयो हो कि न त यही पहाड त देखेको साथी माथिबाट ओभर बबाल अनि माथिबाट चाहिँ कुन हिमाल देख्यो कि देख्यो भनेको त्यही यही हिमाल त नि देखिरहेको थियो अहिले चाहिँ घामको अघि चाहिँ यस्तो केही देखेको थिएन होइन मजाले अहिले चाहिँ घामको यो किरणले हेर्नु न यस्तो बबाल यो चाहिँ खड्गाई कटेज रहेछ यो हामी यहाँ बसेको होइन हामी चाहिँ ठुलो के अरे हिल्ली खोइ के हो त्यसमा बसेको ठुलो ओभर ठुलो होटेल छ त्यो चाहिँ होइन सो हामी चाहिँ इन्डिया साइडतिर आइरहेछौँ नेपाली उयो गरेको नि त नेपाल तपाईँको हार्दिक स्वागत गर्दछु
इन्डिया पशुपति नगर भनेर कहाँ हो यो पशुपति नगरै हो यो बोर्डर हो ओए बोर्डर हामी बोर्डरमा आइपुगिसकेको छौँ उदो पछाडि हो यहाँ चाहिँ गेट हो यो अब चाहिँ हामी बोलाउनु भएको छ है उता चाहिँ उहाँ योहरू हुनुहुन्छ इन्डियाको पुलिसहरू यता चाहिँ नेपाल उहाँ चाहिँ उता चाहिँ कस्तो राम्रो खालको दादा मेरो एउटा फोटो खिच्दिनु न फोटोहरू राम्रो थियो फाइनली हामी इन्डियन आर्मी इन्डिया छिर्न आँटेको छौँ यो चाहिँ एरियामा छिरिसकेको छौँ यो चाहिँ वी आर इन इन्डिया अब हम हिंदी बोलेंगे ठीक है हाँ 14 स्टूडेंट्स देख सकते हो इधर इंडिया पे बहुत साथी इन्डियाको कुकुर पनि नेपाल घरमा फरक होला जाम समातौं वो देखो इंडियन कुत्ता इन्डियनको कुकुर होला इंडियन कुत्ता देखो अब हम इंडिया पे है हम इंडिया बोलेंगे हिंदी बोलेंगे इंडिया बोलेंगे देख सकते हो ये कुत्ता इंडिया से स्पोर्ट्स हम भी अब हम देख सकते हैं इधर इंडिया की इन्डियन भोज वही अट्याक हानु भने के गर्ने वही पाकिस्तानले डोन्ट वरी आई नो हाउ टु स्पीक चो भन्ने हैन इंडियन डॉग ए रुक जा उधर ही बैठे ठीक है इधर ही बैठ इधर मत आ वो ओ भोसडी ए साले चुतड ए who is talking that बस दामी ठाउँ रहेछ ओइ अङ्कलले आफ्नो बाइक देखाउँदै हामीले चाहिँ टक्कसँगले इन्डिया छिरिसकेको छौँ हामी चाहिँ फाइनली अघि र प्रशान्तलाई पनि मैले अलिक छिर्नु भएको छैन हामी चाहिँ फाइनली पुगिसकेको छौँ कहाँ भन्दै बिपिने इंडिया ये इंडिया का कुआं है देख सकते हो इधर पानी आए बहुत ज्यादा पानी आ रहा है देख सकते हो उधर पानी निकालता है गाइस ओ नहीं ये मंदिर है मंदिर ओ माय गॉड मंदिर इधर ये मंदिर है मंदिर वो यता साइड हिँड न त्यो साइड नहिँड यो चाहिँ मन्दिर रहेछ सानो ठक्क जमजम हिँड जाने चाहिँ कता हो Heartbeats fast, colors and promises. How to be brave? How can I love when I'm afraid to fall? Watching you stand alone. हामी चाहिँ दार्जिलिङ जान पाउँछौँ कि पाउँदैनन् त्यो चाहिँ त्यत्रो भेटारमा मद्दत गर्दैको टक्कसँगले हामी यहाँ अब सुतिरहेछौँ केटाहरू हजुर चाहिँ मान्छेले गिफ्ट दिएको भन्दिनँ उसले किनेको मलाई होइन यो हातको ल केटाहरू कस्तो छ भ्यू अगाडिको सुन्नु म बुझाउँछु ल कस्तो छ आज चाहिँ होइन
यस्तो कस्तो भ्यू चाहिँ यो भ्यू चाहिँ उता यस्तो छ क्या यो भ्यू चाहिँ यस्तो छ यो भ्यू चाहिँ यस्तो मजा छ क्या अनि मजाले भ्यू चाहिँ यस्तो छ एकदम भ्यू चाहिँ खतरा छ है भ्यू चाहिँ खतरा छ भ्यू चाहिँ खतरा छ देखाएको भाइ म त गाउँको गोठालो सहर जान यो डाँडा पतिर पल्लो डाँडा फेरि फाइनली हामी नेपाल सिरिज इन्डिया चाहिँ यसो हल्का फुल्का घुम्यौँ दार्जिलिङ जाने भनेको अब के भन्नु गएनौँ अब फेरि आफ्नै देश फर्क्यौँ हामी चाहिँ विदेश पुगेर आयौँ सो हामी अब एक दिनमा विदेश पुगेर आउन सक्छौँ क्या यति तागत छ पावर अनि त्यही पनि त्यो अरू जस्तो प्लेनमा जाने होइन त विदेश हामी हिँड्दै जाने हिँड्दै यो खुट्टाले आफ्नै खुट्टाले यो हाम्रो बस अनि हिँड्दै हामी चाहिँ इन्डिया पुगेर आइपुग्यो हुँदैन हुन त बिना पासपोर्ट बिना के भन्छ त्यो भिसा लाग्नु पर्यो त विदेश होइन हाम्रो लागेन बिना गएर विदेश इन्डिया हामीले चाहिँ यस्तो मजाले इन्डिया सिकिसक्यौँ अब इन्डियन भाषा अरे भाई आपका नाम अब हजुरहरूले सुन्न सक्नुहुन्छ कि हामी हिन्दी बोल्न सक्छौँ तुम्हारा नाम क्या है मेरा नाम तुम्हारा बिपिन लोडे दिदीलाई पठाइदिइहाल्छु नि म दिपीका दिदीलाई के अरे मेरो नाम के अरे भन्दैन बिपिन माझी आप आया ना लाइन पे ये भी मंदिर है क्या अबे तुम हिंदी क्यों बोल रहे हो ये भी मंदिर है देख सकते हो अरे चलो भाई जल्दी हमारा साथ स्कैम हुआ देख सकते हो त्रिशूल लगाया था उधर पर ये मंदिर नहीं है अरे बाबा किसी लोग रहते हैं जो सौरभ चलाता है ऊपर ये बालूगर है जो मेरा साथी चलाता है साथी का नाम है सौरभ ओस्ती नमस्ते इलाम हामी चाहिँ यसो कन्याम इलाममा कन्याम हौ या बेसी गराउँछस् त्यही त कन्याम इलाम कन्याममा आएको छौँ कसरी लाग्छ कन्डो भन न एक कपिराइट अरे रेड डलर आउँछ येलो डलर ए सालालाई पैसा आउने नि हैन नि त अहिले साला कति नै साला पैसा आउँछ जस्तै जङ्ग्यो म्या साला यसले मलाई हेपो गाइस हेर्नुहोस् त अब के एक हप्ता भित्र अब 1000 सब्स्क्राइबर आउँछ म्या इलाम कन्याम यस्तो छ दामी चिया बगान यहाँको स्पेसल के अरे कफी चिया तेरो मुखमा थम्लम दिया ल हामी चाहिँ यसो फोटो सुटाउनु टक्कसँगले यहाँको बस ट्रेन भन्दा नि हुन्छ जे भन्दा नि हुन्छ बस रोक्ने ठाउँ यहाँ हो रोड यस्तो छ माथि डाँडा छ डाँडाकाँडा यहाँ चाहिँ अस्तिको वर्ष पनि आएको थियौँ देखिरहेछ अनुहार होइन अस्तिको वर्ष पनि यहाँ त आएको थियौँ होइन खासमा चाहिँ हामी जान चाहिँ हामी कहाँ श्रीअन्तु जानको लागि यो पालि आएको हामी यो टुर श्रीअन्तु पुग्यौँ घुम्यौँ राम्रो भयो दार्जिलिङ पुग्न आँटेको थियौँ आधी बाटोमा फर्क्यौँ अनि मजाले घुमघाम भयो जे जस्तो होइन उपर दामी रमाइलो भयो अनि अब चाहिँ घर फर्किँदैछौँ श्रीअन्तु बाटो इलाम आइपुग्यौँ अब घर जान्छौँ यो कन्यामा त यार एकैछिनमा मौसम हेर न साथी अघिसम्म घाम लागिरहेको भेडेडारमा नि पहिला यस्तै हुन्थ्यो यार उतापट्टि हेर साथी मस्त पुरा घाम छैन उहाँ त कहिले पुग्नु कहाँ त्यहीँ
ए रन बाटो देखिरहेछ त त्यस्तो डाँडा धेरै छ नि त ए हिँड न होला पुग्दा पुग्दै घर जाने बेला हुन्छ अनि ए हुँदैन फोटो सोटो नि खिच्न पाइँदैन मजाले ए त्यहाँ गएर हुन्छ कि साथी हुँदैन उसलाई खानु छ कि अनि हाम्रो चाहिँ खाजा आइसकेको छ हामी खाजा खान थालेको छौँ पसङले दही पनि हालिदिँदैछ अब खाजासाजा खाएर घरतिर लाग्नुपर्ने हुन्छ सबैजना हाम्रो ग्रुपको केटाहरू केटीहरू सब खाँदैछ यो चाहिँ आउने बित्तिकै छान्न थालिसक्यो खाजा टिपो रहेछ के हामी चाहिँ खाजा खाएर बसमा चढिसकेको छौँ अब चाहिँ हामी अब घर जानलाई जान आँटिसक्यो अहिले चाहिँ दमक कट यस्तै 2 दिन हिजो आयो बिहान आयो आजको अब भरे आउँछ होला नत्र म चाहिँ सब लाइक कमेन्ट सब्सक्राइब हालेको सब अरू सब्सक्राइब गरिदिन्छु अनलाइक गरिदिन्छु अनकमेन्ट गरिदिन्छु सब त्यति गरिदिएको भए पनि यतिको नि हेटर चाहिँ अनलाइक गर्न भ्याउँदो रहेछ धन्यवाद हेटर्स चाहिँ उप चाहिन्छ क्या किन भन्दाखेरि मजा आउँदैन क्या युट्युबमा हिमे दाइले पनि भन्छ यतिको चाहिँ हेटर्स चाहिँ चाहिन्छ होइन यत्तिकै जिस्केको बसबाट उत्रिसकेको छौँ अनि अब हामी घरतर्फतिर जाँदैछौँ घरतर्फतिर लाग्दैछौँ बाटो ब्लग कस्तो लाग्यो होला लाइक कमेन्ट सेयर सबै गरिदिनु होला यो मेरो साथीलाई सपोर्ट र माया गरिदिनु होला भोलि नत्र अब अहिले नत्र एकछिनमा नत्र भोलितिर अपलोड हुन्छ एडिट सेडिट गरेर चान्स पनि छैन 4% मात्र छ एकदम बिजोग पाराले बनाइरहेछौँ एकछिनको लागि क्याप्चर गर्दै थोरै मिनटको अनि आजको भ्लग चाहिँ यतितिर हेर्नुहुन्छ हस्त बाई बाई जनै